गाइज आजको सबभन्दा ठुलो क्वेसन यो छ कि नेपालले इन्डियाको खिलाफ कसरी खेल्नेछ एसियन गेम्समा। अब तपाईँलाई थाहै होला कि एसियन गेम्सको लागि नेपाल क्वालिफाई अलरेडी भइसकेको छ र हामीले हुनसक्छ कि नेपाल र इन्डियाको म्याच हामीले देख्नेवाला छौँ। गाइज अब नेपालको त ठिकै छ, हाम्रो प्लेइङ 11 त हामीलाई थाहा छ, तर गाइज इन्डियाको प्लेइङ 11 हेर्ने हो भनेपछि एकदमै जबरजस्त प्लेइङ 11 छ गाइज होइन। अब त्यसमा हेर्ने भनेपछि नामी प्लेयरहरू छन् होइन, राम्रा प्लेयरहरू छन्। अब योभन्दा पहिला जुन हामीले एसियन गेम्समा खेलेको थियौँ त्यहाँ चाहिँ त्यस्तो राम्रो प्लेयरहरू थिएनन् होइन, तर गाइज योचोटि चाहिँ एकदमै जबरजस्त हामीले प्लेयरहरू देख्नेवाला छौँ, जहाँ हामीले सन्जु स्यामसन देख्नेछौँ, ईशान किसन देख्नेछौँ र तिलक वर्मा हामीले एज अ वाइस क्याप्टन देख्नेछौँ भने क्याप्टन श्रेयस अय्यर हुनेछन् र यसमा चाहिँ तपाईँको शिवम दुबे छन्, अक्षर पटेल, वाशिङटन सुन्दर, नीतिश कुमार रेड्डी अनि बलरमा भनेपछि तपाईँको जसप्रित बुमरा पनि यसमा हुनेछन् गाइज र अर्शदीप सिंह, हर्षित राणा। हर्षित आई थिङ्क पहिलाको म्याचमै खेले थिए अनि हर्षित राणा पनि थिए सायद, रवि विष्णु पनि थिए त्यसमा, वरुण चक्रवर्ती पनि हुनेछन् गाइज। सो एकदमै बबाल टिम छ गाइज। अब यो क्वेसन छ कि होइन नेपालले कसरी यो स्ट्रङ टिमलाई फेस गर्नेछ, बट आई थिङ्क यार होइन जे भए पनि गाइज अब यो स्ट्रङ टिमलाई कसरी ह्यान्डल गर्छ, कुन तरिकाले ट्याकल गर्छ गाइज, यो एकदमै लाजवाब हुनेछ। यो म्याच एकदमै गजब हुनेछ गाइज। यो म्याच भयो भनेपछि म त एकदमै खुसी हुनेछु र राम्रो टिमसित राम्रो प्लेयरसित खेलेको त म त चाहन्छु कि गाइज हाम्रो नेपालले एकदमै राम्रो खेल देखाओस्, जबरजस्त खेल देखाओस्। सो गाइज तपाईँलाई के लाग्छ कि हाम्रो नेपाल टिमले जबरजस्त टक्कर दिनेछ या जित्नेछ होइन, के लाग्छ कमेन्टमा अवश्य भनिदिनु होला। एन्ड लाइक, कमेन्ट, सेयर एन्ड गाइज फलो गर्न नबिर्सनु होला गाइज।